जन्मनु भएको 2026 वर्ष पहिला भन्नुपर्छ र अनि उहाँ यो संसारमा 33 वर्ष उमेरसम्म यो संसारमा रहनुभयो र 33 वर्ष पछाडि उहाँलाई चाहिँ यो संसारका शासकले येशूलाई क्रुसमा टाँगे। किनभनेदेखि त्यतिखेरको बेलामा येशूलाई हजारौं मान्छेले पछ्याइरहेका थिए। उहाँले विभिन्न रोगी बिरामी निको पार्नुभएको थियो, जन्मेको अन्नाको आँखा खोलिदिनु भएको थियो, जन्मेको दगडालाई हिँड्न तुल्याउनु भएको थियो, नबोल्ने गङ्गा राजालाई बोल्न तुल्याउनु भएको थियो, भइरहेको सुरक्षा तुल्याउनु भएको थियो र 12 वर्षसम्म जगतभरि पेटा भएको स्त्रीलाई निको पार्नुभएको थियो र मरेको मान्छेलाई बौरी उठाउनु भएको थियो र उहाँले चाहिँ 2टा माछा र 5 रोटी 5 जनालाई खुवाउनु भएको थियो। यसरी उहाँले ठुला कामहरू आश्चर्य कामहरू गर्नुभएको थियो र अनि उहाँले गरेको काम देखेर हजारौं मान्छेले येशूलाई राजा बनाउन चाहन्थे र राजा बनाउनलाई मान्छेले चाहिँ येशूलाई पछ्याइरहेका थिए र त्यतिखेरको तत्कालीन शासकहरूलाई मान्छेले बान्न छोडेका थिए र बान्न छोडेको हुनाले र भोग्न छोडेको हुनाले अनि येशूलाई चाहिँ मार्नुपर्छ भनेर उनीहरूले षड्यन्त्र गरिराखेका थिए र कसरी मार्ने भनेर उनीहरूले जाल बुझिराखेका थिए। तर समय आयो, उहाँलाई मार्नुपर्ने दिन आयो, किनभने येशू यो संसारमा तपाईहरुको लागि मारिनै आउनुभएको थियो र येशू प्रभुले तपाईहरुको लागि रगत बगाउनै आउनुभएको थियो र तपाईले मेरो पाप क्षमा हुनको लागि रगत बगाएर मेरो पापको क्षमा हुनै सक्दैन थियो। त्यसले गर्दा चाहिँ संसारमा भएका सबै मानिसहरू पापी थिए र पापबाट छुटकारा गराउने एउटै मात्र उपाय थियो, पापको छुटकारा रगत बगाउनु पर्थ्यो र त्यो रगत निर्दोष चाहिन्थ्यो र निर्दोष रगत चाहिँ येशूले बगाउन आउनुभएको हुनाले उहाँलाई मान्छेले गिरफ्तारी गरे, उहाँलाई मारे। अस्तिको शुक्रबार बेलुका उहाँ चाहिँ तपाईले बाइबल पढ्नु भने पाउनुहुन्छ र शुक्रबार बेलुका उहाँलाई मारिनु भयो र उहाँ मरेको बेलामा त्यो सूर्यले प्रकाश दिएर भन्छ अन्धकार भयो भन्छ, यसरी मारिनुभयो अनि गाडिनुभयो र तेस्रो दिनमा मृत्युबाट बौरी उठ्नुभयो। हालेलुया। येशू आउनु पनि ठुलो कुरा थिएन, येशू मारिनु पनि कुरा ठुलो थिएन, येशू बौरी उठ्नु भएको थिएन भनेदेखि आज तपाईले पहिले विश्वास गरेको पनि व्यक्ति हुन जान्थ्यो। त्यसैले गर्दा चाहिँ जब येशू मृत्युबाट बौरी उठ्नुभयो, हाम्रो प्रभुले तपाईले मलाई विजय ल्याउनु भयो। आमेन। हामी विजय भएका छौं। हाम्रो येशू मृत्युबाट बौरी उठ्नुभयो र उहाँ चाहिँ 40 दिनसम्म पृथ्वीमा भ्रमण गर्नुभयो र धेरै मान्छेको अगाडि उहाँ देखा पर्नुभयो र 500 भन्दा बेसी मान्छेले देखिकन उहाँ स्वर्गमा हुनुभयो र पिताको दाहिनेपट्टि बस्नुभएको छ। फेरि पनि आउने प्रतिज्ञा गर्नुभएको छ। उहाँ आउनुभन्दा अगाडि संसारमा ठुला घटना घट्छ भनेर उहाँले बताउनु भएको छ र त्यो घटना कस्तो हुन्छ त भन्दाखेरि बाइबलले बताए अनुसार राति बिन्दु उठेछ, जाति बिन्दु उठेछ, विभिन्न ठाउँमा अनिकार हुनेछ, ठुलो भूकम्प जानेछ, ठुलो प्रचण्ड खडेरी पर्नेछ। यी सबै कुराहरू अहिले बन्दी आइराखेको छ। यसले अर्कोमा प्रेम सरार जानेछ, आज प्रेमशाला गएको छ, यसले अर्कोलाई बाँध्न छोडेको छ। यो अवस्थामा अब येशूको दोस्रो आगमनको दिन नजिक छ। त्यसैले यसो आउने दिन नजिक भएको हुनाले तपाईहरुमा होसियारी साथ प्रभुलाई पर्खेर बसिरहेका विश्वासीहरू तपाईले पर्खिराख्नु भएको छ। विश्वास नगर्ने जसजना हुनुहुन्छ उहाँले पनि विश्वास गर्नुहोस् भन्ने हाम्रो चाहना छ। त्यसैले आज हामी ठोकरमा आइराखेका छौँ। यहाँका मान्छेले पनि प्रभुलाई पाउनुपर्छ, ठोकरपाको मान्छेले प्रभुलाई पाउनुपर्छ, यो जिल्लाभरिको मान्छेले प्रभुलाई पाउनुपर्छ, देशभरिको सबै मान्छे पाउनुपर्छ, जाति मान्छे प्रभुलाई पाउनुपर्छ। किनभने बाइबलले भन्छ स्वर्गमा पृथ्वी मुनि भएको हरेक प्राणीले यसुको नाम ग्रहण गर्नै पर्छ, यसुलाई प्रभु हो भनेर स्वीकार गर्नै पर्छ। यसुलाई स्वीकार गर्नसम्म कुनै पनि उपाय छैन। त्यसैले गर्दा चाहिँ यसु बिनाको जीवन चाहिँ रित्तो जीवन हो र रित्तो जीवन होइन। अब हामीले चाहिँ भरपुर जीवन जिउनलाई यसुलाई पछ्याउनु पर्छ भन्दै आजको यसुको पुनरुत्थानको र्यालीको शुभकामना भन्दै तपाईहरुबाट म फेरि पनि बिदा हुन्छु। बोल्ने मन त धेरै थियो तर समयले दिँदैन। त्यसले गर्दा चाहिँ यो समय दिनुभयो फेरि पनि धन्यवाद दिँदै तपाईहरुबाट बिदा हुन्छु। जय बसी।